हेलो गाइज नमस्ते छोडले सबैजना सन्चै आर्मी हुन्छ होला। म एकदम सन्चै आर्मी छु। आज चाहिँ हामी कन्सर्ट हेर्न जान लाग्यो। आज चाहिँ मणिग्राममा चाहिँ कन्सर्ट हेर्न जान लाग्यो। आज चाहिँ द एलिमेन्ट ब्यान्ड आउँदैछ मणिग्राममा, कन्सर्ट हेर्न जाँदैछौँ। सबैलाई के कसो हुन्छ त्यहाँको माहौलहरू सबै देखाउँछौँ। सबैजनाले हेरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला र माया गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद। A few moments later. गाइस अब चाहिँ सकियो। अब चाहिँ हामी चाहिँ अब घरतिर जान्छौँ होला। कन्सर्ट सकियो भर्खरै अनि अब चाहिँ हामी घर जान लाग्यो। घर गएपछि अब हजुरहरूलाई के हुन्छ देखाउँछु। म चाहिँ अहिले यहाँ छु, टेन्सन हुन्छ म चाहिँ यहाँ छु। अब हामी चाहिँ जान लाग्यो। एकछिनमा चाहिँ हजुरहरूलाई देखाउँछु। चाहिँ हामी यहाँ छौँ। हामी चाहिँ अब कन्सर्ट सकिसक्यो। हामी चाहिँ अब घर जान्छौँ होला होइन। घर गएपछि म चाहिँ हजुरहरूलाई देखाउँछु। हाम्रो ब्लग, कन्सर्टको ब्लग पनि म हाल्छु युट्युबमा। सबैले माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैले माया। अहिले चाहिँ हामी यहाँ छौँ। हामी चाहिँ अब कन्सर्ट सकिसक्यो। हामी चाहिँ अब घर जान्छौँ होला होइन। घर गएपछि म चाहिँ हजुरहरूलाई देखाउँछु। हाम्रो ब्लग, कन्सर्टको ब्लग पनि म हाल्छु युट्युबमा। सबैले माया गरिदिनु होला, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सबैले माया। A few moments later. हामी चाहिँ अब आइसक्यौँ यता के अरे स्टेजतिर आउनु लाग्छौँ। अघि चाहिँ स्टेज अघि चाहिँ कति भिड थियो होइन। अहिले चाहिँ सबै खाली भइसक्यो गाइस। सबैजनाले हामी चाहिँ घर जानु लाग्यो। अँध्यारो भइसक्यो, चिसो भयो होइन। भोक लाग्यो, अब नास्ता खान्छौँ अनि त्यसपछि हामी चाहिँ घर जान्छौँ।
हजुरहरूले देखाउँछु के कस्तो हुन्छ सबैले माया गरिदिनु होला हामी चाहिँ गाइज हेर्नु हामी चाहिँ अहिले स्टेजमा आइसक्यौँ स्टेजमा अघि चाहिँ कति भिड थियो अहिले चाहिँ भिडै छैन क्या मान्छेहरू अब चाहिँ त्यसै गरी काठमाडौँमा हामीलाई साथ दिनुहुने अत्यन्तै राम्रो भोकल नृत्यबाट सबै विद्यालय पोख्छ सरिता धनकोटेज्यूलाई नामबाट आमन्त्रण गर्दछु सरिता धनकोटेज्यू र आदित्य किशोर हामी चाहिँ अहिले यी पेरिस टावरमा आइसकेछौँ अब हामी चाहिँ अहिले यी पेरिस टावरमा आइसकेछौँ अब हामी एकछिनमा लन्डनमा आउँछौँ लन्डन ब्रिजमा हामी पेरिस टावरमा छौँ अब चाहिँ एकछिनमा लन्डन ब्रिज आउँछ जाडो छ जाडो लन्डनमा कन्सर्टमा आउँछौँ अब चाहिँ हामी घर जाँदैछौँ घर गएपछि हामीहरूलाई भिडियोहरू देखाउँछौँ के कस्तो हुन्छ हाल्छौँ नयाँ नयाँ हामी चाहिँ लन्डन ब्रिज आइसकेछौँ त्यस्तो जाडो भयो त्यो ज्याकेट लन्डन आइसक्यो हामी अघि फ्रान्स थियौँ अहिले चाहिँ युके गाइज ट्रेनसँग हुन्छ हामी चाहिँ अहिले युकेमा छौँ अहिले अघि चाहिँ हामी फ्रान्समा थियौँ फ्रान्सको पेरिसमा अहिले चाहिँ युके लन्डन आइसक्यौँ सक्नुहुन्छ गाइज एकदम रमाइलो छ यता अब जाडो जाडो छ गाइज हामी चाहिँ बाटोमा आउँदैछौँ होइन अब हामी चाहिँ आज हिँड्दै जाने हो घर अटो पनि पाइएन यस्तो अँध्यारेको बेला अब केटाहरूले नि घात गरे हामीलाई होइन केही छैन ठिक छ हामीले पनि देखाइन्छ कुनै दिन होइन आयो भने ठिक छ हामीले पनि देखाइन्छ अब केटाहरूले अब यस्तै गरे के अरे ठिक छ अब हिँड्दै हिँड्दै भयो भने गइन्छ अब हामी बाटोमा छौँ हिँड्दै हिँड्दै भने जान्छौँ अब मजाले पुग्छौँ आधा घन्टामा पुग्छौँ घर त्यो 2 किलोमिटर अगाडि हो होइन त्यसपछि गएर एडिटिङ सेडिटिङ गर्छु भिडियोहरू मैले चाहिँ भोलि युट्युबमा हाल्छु गाइस होइन सबैले माया लाइक कमेन्ट सेयर गरिदिनु अनि अरूको नयाँ फलोवर्स हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु मलाई है सबैजनाले देख्नुहुन्छ अब म एकछिनपछि भिडियो फेरि हाल्छु गाइस हामी चाहिँ अब लगभग आइसक्यौँ होइन यहाँ चाहिँ एकदम दुखेको थकेलाएँ यसको खुट्टा दुखेर यसरी बोक्न पऱ्यो गाइस यस्तो छ हालत यहाँ यस्तो दुख्रे स्याहाँ स्याहाँ त गरौँ भयो थला पछि पुरा बोक्ला खाजा खाने भनेको दोकान खुल्ला हुन्छ कि हुँदैन तनाव छ गाइस लास्ट यस्तो तनावमा नि बाँच्नु परेछ कि जिन्दगी लास्टै थकिला ल यसरी भारीको जस्तो बोक्न यसरी गर्न यसरी ल थकेलाई अब म एकछिनमा इन्ड गर्छु गाइज हामी चाहिँ फाइनल्ली आउनु लागिसक्यो मन्दिरमा आइसक्यौँ अघि श्रेष्ठमा गएको श्रेष्ठले पनि चाक फर्काइदियो साला लौडेले होइन भोक लाग्छ केही खानु पाइएन अब सुत्ने आनन्द माग नि त ल आनन्द सुतेर अब के छ गाइस म चाहिँ फाइनली घर आउनु लागिसकेँ अब चाहिँ घर जान्छु अनि कपडाहरू चेन्ज गर्छु खानाहरू खान्छु ल्याएर चाहिँ कोही छैन सुनसान छ गाउँमा आइसक्यो खानाहरू खान्छु अनि त्यसपछि अब नास्ताहरू खाएर अब भिडियोहरू एडिट गर्नु पर्ला नयाँ भोलि आज सुत्छु भोलि एडिट गर्नु पर्ला रेस्ट गर्नु थकेला त्यसो माथि कस्तो फोक्लो भयो अनि गर्मी भयो खुट्टाहरू दुख्यो क्या पुरा नपुग्दा अनि म चाहिँ आज घर आउनु लागिसकेँ मेरो घर त्यहाँ छ कस्तो यो उसले होइन म चाहिँ घर आउनु लागिसकेँ घर त्यहाँ छ घर जान्छु अनि के कसो हुन्छ नयाँ खबर दिन्छु। Hey there guys.
म चाहिँ फाइनली आइसक्यो गाइस घर म चाहिँ घर बस्छु त्यसपछि के कसो हुन्छ घरको माहौलहरू हेर्छु फाइनली म घर आइसकेँ घर पनि अँध्यारो छ फाइनली म आइसकेँ घर फाइनली म गर्छु अहिले गर्मीमा छ भयो बत्ती बाल्छु अनि त्यसपछि कुराहरू देखाउँछु सबलाई हेलो गाइस म चाहिँ फाइनली अब सुत्न लाग्यो अब चाहिँ दारू बन्द लगाइसकेको छैन अब चाहिँ